दिन नयाँ भ्लग होइन के छ हजुर सन्चै हुनुहुन्छ होला म पनि सन्चै छु आज हामी चाहिँ बिहार खन्न जाँदैछौँ उहाँ खेतमा सबैले उहाँ गएर नि हेर्नु सक्नुहुन्छ यहाँ मम्मी चिया खाँदै हुनुहुन्छ चिया खाने नि चिया खाएर नि आएर खान्छ न बाबाले पकाउनु जान्छ त्यही जडीबुटी यो चाहिँ हामीले चाहिँ गाई भैँसीहरूलाई चाहिँ ठ्याक्क अब के भन्छ छेरपाटीहरू यताउति लाग्छ नि यो ठ्याक्क यो पुडामा हालेर यो खुवाइदिने भने चट सबै सबै सन्चो हुन्छ यताउति सबै कि त्यो छेर आएको हुन्छ भन्छ होइन लाउँछ पनि भन्छ होइन लाउनु त मलाई थाहा भएन अनि यो चाहिँ पत्थर चट्टा हो गाई चाहिँ यसले यो चाहिँ खाना हुन्छ यसले चाहिँ हाम्रो शरीरमा पत्थरी हुन्छ नि पत्थरले काट्छ भन्छन् त्यतिसम्म सही होइन अरे जडीबुटी पहिलाका जडीबुटीहरूले धेरै चिज गर्छन् अहिलेको आइन त यस्ता केहरू कसो भनेर पहिला त सबै जडीबुटीले हुन्छ नि होइन जडीबुटी भनेको त मेन कुरा हो कि अब हामीले खनिन्छ खनेर हो त मल लगाइन्छ बाबाले नि आउनुहुन्छ होला मेबी उसको के बुटो हो थाहा बुटो त के भन्नु झाल पनि के भन्नु यो चाहिँ के हो यार स्ट्रबेरी हो क्या स्ट्रबेरी हो यहाँ चाहिँ सक्क छ बुढे टमाटर कसैले देखेको थियो यो बुढे टमाटर हो गाई चाहिँ हाम्रो घरको बुढे टमाटर हो यो बुढे टमाटर हो होइन यसलाई चाहिँ अब त्यही चटनी खानलाई युज हुन्छ होइन यसले चाहिँ हाम्रो मित्र नि आउनु भएछ अब जाने हामी त ब्याउने हुनुहुन्छ कि कहिले ब्याउने यहाँ गरिदेऊ सबैले नमस्कार गरिदेऊ सुब्बा खाऊ सुरु सुब्बा खाऊ खानु यति सामान गरेर म्याउ गरिदेऊ छिटो सबैलाई छिटो म्याउ गर गर्दैन रिसार्च नत्र गर्नुपर्ने हो रिसार्च ब्याग गर्दैन कि पक्का झन् यो चाहिँ हाम्रो गाउँमै भयो आइयो नि चाहिँ भर्खरै भनेको बाटो यो बाटो हो अब ऊ त दिदी कमानु त यहाँ सुपरसानको मम्मी युरिया म लिन नगर्दै आउन न मान्छे होइन नि त भलै पनि के हाल्ने अहिले हुन्छ मैले के अरे पैसा आउँछ अहिले हुन्छ होइन अहिले नि समय हुन्थ्यो हामी हिँड्यो होइन पाइ भन्दा झिँक्रो तरकारी भन्दा धेरै झिँक्रो छ केला हालेको थाहा छैन लगाइदियो हामी चाहिँ बाटो हिँड्यो सेकेन्ड त बसेको मान्छे को आउनु त्यही त के गर्दै आउँदैन आउनु पर्यो आलु खनेको निकाल्नु यो फेरि कहाँ भयो कानमा रोकिएर ताजा आइरहेको झ्याप्पो रोकिरहेको यो गरेर भने त अझै भ्याइएन प्याज सही होइन मैले भन्नु पछि आएर खाने के आफूले गर्नु सक्नु न अर्काले गरेको
मेहनती छन् के भन्छ हामीले आफ्नो मेरो भगवान् त्यस्तो गर्न सक्दैन हो अरू गए पनि गर्दैन तिमीलाई के गर्दैन बोल्नै सक्दैन त्यो मैले खाँदाखेरि यहाँ एउटा जात केही हुन्थेन 5 खाना हुन्छ 24 खाना हुन्छ होइन नि त्यो त्यस्तो फाटी त होइन चटनी खानु न होला मिठो हुन्छ होला तर होइन त्यो खने तर्दिनु पर्यो कि बिहान मसँग लाग्यो के यहाँ मकै चोर्ने बेला भइसकेको छ गाइस तपाईँहरू भिडियोहरू आज चोर्न सक्नुहुन्छ होइन के हो होइन अब तरकारी कति होइन भनिदिएँ 10 किलो टिचेर थाउदियो भने सेरेमा त्यही नि कति छिटो हेरेको है कसम यहाँ छिटो कि चोर्न होइन सेरेमा होइन जुन छिटो बोलेको होइन हाँसिरहेको गरेर एकचोटि हेर्न जान्छु भने होला कि यस्तो खतरा सेरेवा फेरि एउटा सेरेवाले कसरी सक्छ कोही सक्दैन गाइस ल गाइस हामी हाम्रो के थलो भन्छ अरे माम पुर्खौली थलोमा आयौँ होइन अब काम गर्ने होइन एउटाले भन्छ नि हाम्रो 7 पुस्ता धनी हो म 8औँमा जन्मेँ भनेर म चाहिँ त्यस्तो होइन होइन म चाहिँ अब 5औँ 6औँमा जन्मेँ मेरो पछि गएर त्यस्तै हो खाना खाने हो भन्नु मम्मीले आज हो भन्नु हो भन्नु यत्रो पियाला भन्यो नि त्यही भएर हो क्या भन्दैन भन्नुहुन्थ्यो आज हो भन्नु भने हो भन्नु हेन्चेक गर्नु भने गर्नु होइन त्यो बिहार पुरै खन्नु नि त त्यो सब खन्ने हो क्या यो ए हिसाब झापे त गयो आज सब खन्ने हो यी बिचा किन मकै राखेको त भन्नुहुन्छ होला होइन उड्दा उड्दा तललाई खान झ्याउ हुन्छ यहाँ बसेर खाओस् भनेर होइन आमा मम्मीलाई माया लाग्यो कि यो मकैको बिचरा अरूको त के हो कि मकैको त्यो बाटोबाट आउँदै गरेर कोही खनाउँदा कि म यो यस्तरी मिलाउँछु कि मैले किन त तर ल उता खाने त्यसमा पहिला उता कुना काट्दिनु अनि मैले यो उसो उसबाट गर्छु तँ कसरी सिकाउने त नि हो युरिया म खान्छु दुइटा खा लगाइ अब हामी युरिया डिएपी पोटास चाहिँ हाल्यो अब यो मल सब त्यो छिरालिन्छ होइन सब त्यो छिरालिन्छ बल्ल अनि चाहिँ खन्न सुरु गरिदिन्छ हामीले होइन बल्ल तपाईँलाई त्यही त खन्न छैन अहिले फाँकै लागिसक्यो यति खन्ने खन्नलाई यति पनि यार 500 किलो यहाँसम्म पुगेन कि मल खान सकिएन त्यही भएर मम्मी चाहिँ बाटोदेखि जानु हो त्यहाँ मान्छे काम होइन म बस्दा छु लगाइ हेरौँ के कस्तो हुन्छ खानामा अब त सक्यो घाँस अब यहाँ अलिअलि काटिन्छ घाँस ताखेरि मम्मीले बाटोमा आएर लिएर आउनु उनीहरूले उखाल्दैन
लाज किन बाबा लजाको हो गरेर खान सजिलो छ गाइस किसानलाई सजिलो छ तपाईँहरूले यति यति रेट हो यति यति हो भन्नुहुन्छ कहिले पनि भाइबाट यहाँ गएर पैसा घटाउनु भएको छ छैन नि किसानलाई यति रेट हो भन्दाखेरि होइन यतिमा चाहिन्छ न त लान्न कति दुःख हुन्छ काम गर्न मोल हाल्न पर्छ डिएपी चाहियो मोल चाहियो खन्ने मान्छे चाहियो बेला बेला हेर्न पर्यो अब मानव पानी सानी पर्यो भने बर्खाको बेलामा अझ सत्यानाश हुन्छ त्यो हेर्न पर्यो सहिलो छ किसानलाई सहिलो छैन नि त किसानलाई त्यही भएर बरु चाहिँ मिनीमा ठुल्ठुलो ठाउँ जाँदाखेरि हजुरको इज्जत गर्छ गराउनु न हाम्रो अङ्कलले मिठो हाँस्न त्यही भएर डिस्काउन्ट गराउँदाखेरि कहिले पनि किसानलाई गराउनु हुँदैन गाइस हेर्न सक्नुहुन्छ तपाईँले गाह्रो छ काम गर्न त्यो त अलिअलि खानलाई मात्रै गरेको जस्तो बेच्ने गरेको छैन तर पनि छन् नि मान्छेहरू बाटोमा मकै बेचेर हिँडेको मान्छेलाई कहिले कहिले गाडी हिँड्दाखेरि पैसै पाउँदैन त्यस्तो गर्नु हुँदैन दिदी पर्छ पैसाहरू चाहिँ होइन त्यस्तो अब 10-15 रुपियाँ अरूको खाएर के नै हुन्छ र होइन र त्यही भएर त्यस्तो खानु हुँदैन अरूको खानु हुँदैन आफ्नै करेसाबारीमा खोलेको यसै टिपेर यसलाई चाहिँ सुरुमा तिती तिती जा के भन्छ र तिती तिती जा के भन्छ मिठी मिठी आ भन्छ क्या पहिला पहिला घर लगाउने भाँडा खाँदिन अन्त अब त करिब करिब भइगएछ गर्नु भयो लास्ट टाइम पानी लिनु पऱ्यो पानी गाइस पानी पानी कमी छ हाम्रो यसमा होइन पास गर्नु भयो अब धेरै छैन अब आधी छ होला 8:30 पर्छ बिहान गएको हिँड्छ अहिले बाबा गाडी लिएर आउनुहुन्छ तपाईँ गाडी टेस्ट ड्राइभ गर्नु धेरै भयो मतलब गाडी किनेर बाबा पनि गाडी लिएर आउनुहुन्छ भन्नुपर्छ सोध्किने गएन फाइनल्ली हामी सक्यौँ कमेन्ट चाहिँ जिराउँदै हुनुहुन्छ अब सक्यो बाबा आउनु गाडी हिँड्दै आउनुहुन्छ चलाउन भनेको कहाँ कहाँ हामी त्यस्तै हो खै चलाएर छैन अझ गाइज हामी निस्किन्छ एकछिनपछि गाडीमा त्यो घाँस काटेँ घाँस गाडी हिँड्दा पनि निस्किने ल हेलो 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 अब हामीले सक्यौँ काम गरेर नि त हामी सक्यो के काट्नु अब होइन कि बिहाड के बिहाड सक्यो भोलि चाहिँ यो कतर 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 सक्यो हाम्रो घर चाहिँ झार मात्रै तान्ने अनि त झार तान्ने गर्ने हो अरू त सक्यो अब गाडी हेलाएको चलाउने भनेको ड्यालले उहाँ कहाँ हो कहाँ कुना राखेर आउन कट्टा सट्टा भाँचिन्छ गर्नु त्यस्तै त्यस्तै भयो गाइस गाडी त्यस्तै त्यस्तै भयो आज कुनै दिन अर्को दिन चलाउँला होइन छैन नि मैले फालिदिएँ पानी ताप्दा थियो ल गाइस यति भन्दै बाबाई के कस्तो लाग्यो भ्लग चाहिँ हेरेर साथ दिनुभएकोमा धन्यवाद के कस्तो लाग्यो लाइक कमेन्ट सेयर गरेर भनिदिनु होला राम्रो लाग्यो पनि कमेन्ट गर्नु होला नराम्रो लाग्यो पनि कमेन्ट गर्नु होला बाबा यति भन्दै बिदा हुन्छ बाबाई